रासपाका सांसद सुलभ खरेलले भन्नुभएको रहेछ कि बालेन शाह, रवि लामिछाने र स्वर्णिम आग्लेको बारेमा महाभारतको जस्तो चरित्र भनेर हुन् भनिरहँदा यस्तो देवत्वकरण गर्नु जरुरी छैन, कसैलाई भगवान बनाउनु जरुरी छैन र तपाईँको शब्द यदि उहाँले काम गरेर देखाउनु भयो भने हुन सक्नुहुन्छ भन्ने हो। अहिले नै हुन् भनेर भगवान जस्तो बनाइदिएपछि उहाँहरूको कार्यकर्ताले, उहाँहरूको समर्थकले उहाँलाई झन चढाइदिनुहुन्छ, आम नेपाली जनमा गलत सन्देश जान्छ। त्यसैले रासपाका सांसदहरूले पनि अलिकति विवेक पुर्याउने हो कि कसैलाई अहिले 2 महिनामै कामै गरेको के देखियो भन्ने लागेको बेला भगवानको रूप दर्जा या महाभारतको दर्जा दिनु सायद उचित होइन कि। तपाईँले यदि उहाँहरूले 5 वर्षमा काम गर्नुभयो भनेपछि हुन सक्नुहुन्छ, महाभारत जस्तो चरित्र हुन सक्छ या भगवानको दर्जा दिन मिल्छ भन्ने शब्द बोल्नुपर्ने हो। अहिले नै हुन् भनिदिएपछि आम जनतामा या कार्यकर्तामा झन उत्साहको माहौल हुन्छ र गलत काम गर्दा पनि उहाँहरूले यो गलत भयो भन्नुहुन्न। यस्तो देवत्वकरण गर्नु जायज होइन। अहिलेको समयमा रासपाका सांसदहरूले पनि एकदम बुझ्न जरुरी छ। तपाईँलाई यस विषयमा आफ्नो विचार के लाग्छ? के रासपाका सांसद सुलभ खरेलले सही भनेका हुन् या होइन? आफ्नो विचार कमेन्ट बक्समा राख्नुहोला। धन्यवाद।